र आज दिउँसोको समय भइसकेको छ। आज अहिले चाहिँ दिउँसोको 4 बजेको छ र अहिलेको मौसम चाहिँ यसो निकै गर्मी लागेको छ। अहिले चाहिँ लगभग 3:30-4 बजेबाट यस्तो गर्मी फिल भइरहेको छ क्या। यो आज असार 27 गतेको दिन हो, 2083 सालको असार 27 गतेको दिन चाहिँ मौसम चाहिँ यस्तो छ। र यो चाहिँ मेरो गाउँको बाटो हो। यस्तो खाल्टाङ खुल्टुङ परेछ, राम्रो छैन खासै हेर्नमा, तर पनि अब ठिकै छ। र यता चाहिँ बारीहरू छ पुरै। यहाँ चाहिँ स्याङ्जाली बस्ती भनेर बोर्ड लेखेको छ, उल्टो देखिएछ है फेरि। यो चाहिँ यस्तै छ, घाम चाहिँ प्रकष्ट लागेको छ। यो चाहिँ मेरो घर हो, यो माथि यस्तो लगाएको छ। यो माथि यो घर चाहिँ मेरो हो। सबै ठिकै छ। यतातिर पुरै बस्ती बसिसकेको छ। यो आजभन्दा 10 वर्ष अगाडि केही पनि थिएन, यस्तै धान रोप्थे मान्छेहरूले। अहिले चाहिँ यस्तो पुरै घरै घर बनेर ठुलै बस्ती जस्तो भइसकेको छ।